गाइज र फेरि पनि तपाईहरुको ब्लगमा स्वागत छ। तपाईहरु हेर्नु सक्नुहुन्छ यता काम भइरहेछ धमाधम। तपाईहरु हेर्न सक्नुहुन्छ यो सबै खाल्टो खनिरहेछ पिलरको लागि खाल्टो खन्नु भइरहेछ र खाल्टो खनेर यसमा पिलर हाल्छ। पिलर हालेपछि ढलान हुन्छ। हाम्रो यो छ नि पहिलाको छत, यो छतमा जोइन्ट गर्छ के यो छतमा पहिलाको छत छ नि यो यसमा चाहिँ जोइन्ट गर्छ। तपाईहरु हेर्न सक्नुहुन्छ र हेर्नुस् काम एकदमै धमाधम भइरहेछ। तपाईहरु हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ तपाईहरु काम चाहिँ एकदमै धमाधम भइरहेछ। र यो छत छ नि पहिलाको छत, यो छतमा जोइन्ट गर्छ। त्यहाँ सबै क्लियर भएपछि सेट्रिङ यसमा मिलाउँछ। यो छतमा मुजी छत छ नि त्यतिसम्म मिलाउँछ यो छतमा। तपाईहरु हेर्न सक्नुहुन्छ, बुझिसक्नु होला हैन। उता एउटा सिमेन्टी झार्दै रहेछ काम भइरहेछ। तपाईहरु अझै म देखाइरहेछु केही हेर्न सक्नुहुन्छ। यता तल चुरी बानिरहेछ, चुरी बान्दैछ हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ सिमेन्टी र बलुवा गिटी सबै झार्नु भएको छ र इँटा पछि आउँछ। इँटाको अहिले काम छैन, इँटको पछि आउँछ इँट, अहिले इँटाको काम छैन। तपाईहरु हेर्न सक्नुहुन्छ चुरी चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ चुरी चाहिँ कति राम्रो छ। चुरी कस्तो बनिरहेछ हेर्नुस्। तल चुरी बनाएर राखेको छ र तपाई हेर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नु होला र जुन नयाँ साथीहरु हुनुहुन्छ नि हाम्रो ब्लगमा जोडेर बस्नु होला र हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गरेर राख्नु होला। भिडियो अपलोड गर्दाखेरि तपाईहरुको पहिला नै नोटिफिकेसन आउँछ मोबाइलमा। तपाईहरु हेर्न सक्नुहुन्छ काम चाहिँ भइरहेछ एकदमै। तपाईहरु हेर्न सक्नुहुन्छ काम भइरहेछ। तपाईहरु हेर्नु काम हुँदैछ धमाधम। हाम्रो यो रुख छ नि यो निमको रुख काट्छ। अहिले जुन काम भइरहेछ मिस्त्रीको हैन, जुन काम चाहिँ हुँदै जान्छ र काम चाहिँ नरोक्नु पर्यो क्या, काम हुन्छ। अब यो रुख काटेर उसको जरा निकालेर सबै फाल्नुपर्छ। तपाईहरु हेर्न सक्नुहुन्छ काम चाहिँ धमाधम भइरहेछ। हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुस् र गरेर राख्नु।